चाहिँ यहाँनिर मेरो सेयरको चाहिँ नवीकरण चाहिँ कसरी गर्ने मोबाइलबाटै अफिसमा नगएर भनेर यो भिडियो देखाउन गएको छु। अब म आफ्नो मेरो सेयर चाहिँ हानेर पासवर्ड टाइप गर्छु। म चाहिँ यहाँनिर केही कुराहरू चाहिँ बदल गरेको छु, सबै कुराहरू देखाउन मिल्ने भएको कारणले गर्दाखेरि अब म यो हानेर अब यहाँनिर लगइनमा थिच्छु। लगइनमा थिचिसकेपछि पासवर्ड अलिकति मिस्टेक भयो, म यसलाई म फेरि टाइप गर्छु। अब चाहिँ म यसलाई लगइन गर्छु। लगइन गरिसकेपछि यहाँनिर चाहिँ प्रोसेसमा जानु। प्रोसेस गएपछि तपाईँले इस्यु आइएमपी खल्ती मार्फत तपाईँले चाहिँ गर्नु सक्नुहुन्छ। म चाहिँ पे गर्दैछु। म चाहिँ एकचोटि 2 वर्षको चाहिँ गर्दैछु। 2 वर्षको वार्षिक रूपमा जनजातिलो हुने भएको कारणले गर्दाखेरि एकैचोटि 2 वर्षको चाहिँ म यहाँनिर चाहिँ गरेर म देखाउनेछु। अब चाहिँ यहाँनिर अब जुन टाइप गरिसकेपछि अब चाहिँ पोर्टसिटमा चाहिँ जानुपर्ने हुन्छ। अब म पोर्टसिटमा आइसकेपछि यहाँ तल चाहिँ खल्तीको आइडी चाहिँ हान्नुपर्ने हुन्छ। खल्तीको आइडी हानेर हान्नुहोस्। माथि खल्ती मोबाइल नम्बर भनेर चाहिँ खल्तीको आइडी हान्नुहोस्। त्यसपछि तल चाहिँ खल्ती पासवर्ड अथवा पिन चाहिँ डायल गर्नुपर्ने हुन्छ। म चाहिँ 235 रुपियाँ चाहिँ यहाँबाट चाहिँ जुन आफ्नो डिम्याट अकाउन्ट चाहिँ रिन्यू गर्न चाहिँ गइरहेको छु। यसरी अब म आइडी हान्छु। तपाईँको कुन बाटो गर्नुहुन्छ त्यो गर्नु। म चाहिँ खल्ती मार्फत गरेर देखाउँदैछु। अब यहाँ आएर अब चाहिँ यसलाई चाहिँ लगइनमा चाहिँ अब तपाईँले सबमिटमा थिच्नुहोस्। यसरी थिचिसकेपछि तपाईँको फोनमा चाहिँ ओटिपी कोड आउनेछ। त्यो कोडले चाहिँ तपाईँ हानेर लिएर टाइप गर्नुपर्ने हुन्छ। ओटिपी कोड चाहिँ आइसकेको छ मेरो मोबाइलमा चाहिँ। अब म ओटिपी कोड चाहिँ यसरी हान्न गइरहेको छु। अब यहाँनिर यसरी ओटिपी कोड यसरी म टाइप गर्दैछु। अब चाहिँ पे भनेर देखाए। अब सक्सेसफुली पेमेन्ट भइसकेको छ। यसरी जुन अहिलेको चाहिँ डिजिटल प्रविधिलाई चाहिँ हामीले जुन चलाउन प्रयोग गर्न जान्यो भने चाहिँ धेरै सहज छ। मैले चाहिँ पेमेन्ट सक्सेसफुल चाहिँ 2 वर्षको लागि चाहिँ आफ्नो डिम्याट अकाउन्ट चाहिँ नवीकरण गरिसकेको छु। र तपाईँलाई पनि केही कुराहरू चाहिँ समस्या भयो, कुनै जिज्ञासा छ भने चाहिँ कमेन्टमा लेख्नु होला। र भिडियो चाहिँ पहिलोचोटि हेर्दै हुनुहुन्छ भने चाहिँ तपाईँले सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। किनकि मैले तपाईँहरूको माझमा चाहिँ यस्तै खालका विभिन्न खाले जानकारीहरू चाहिँ दिने कोसिस चाहिँ गरिरहेको हुन्छु। त्यसैले पनि जस्तो तपाईँले लाइक सेयर कमेन्ट गरिदिनु भयो भने मलाई चाहिँ केही हौसलाहरू चाहिँ मिल्ने गर्छ। अब चाहिँ यसरी मैले रिन्यू गरेर लगइन गरेको छु। अब चाहिँ लगइन भइसकेको छ। अघि चाहिँ भइरहेको थिएन, मिल्दैको थिएन। र यसरी चाहिँ म सफलतापूर्वक रिन्यू गरेको छु।